हेलो हेलो नमस्कार पलेन सर जी। हम हिंदी में बात करूँ कि नेपाली में, लेकिन नेपाली में ही बात करै छी। हजुरले सही काम गर्नुभएको छ। हजुरको मार्फत म के भन्न चाहन्छु भने हाम्रो नेपाल अगाडि बढोस्। म कति देखिसकेका छु हाम्रो नेपालको हिस्ट्री के इन्डियामा पनि के भन्छ। अनि हजुरले जो कुरा नभनेको कुरा यहाँ अब फेसबुकमा हालेर मान्छे देखाइरहेछ। हजुरले के भन्नुभएको छ कि म बिहारलाई म नेपालमा लिन्छु भनेर, तर कि हकिकतमा पटनासम्म हाम्रो नेपाल हो। यो त म पनि मान्छु। तर पटनासम्म पटनामा पनि हाम्रो बोर्डर छ। पटनासम्म हाम्रो नेपाल हो, सबैलाई थाहा छ। इन्डियाको मान्छेलाई पनि थाहा छ, सबैलाई थाहा छ। तर अहिले के भनिरहेछ मान्छे कि हाम्रो इन्डियालाई नेपालमा लिन खोजिया छ, अनि म पुरै नेपालै बिहारमा गर्छु भनेर। तर यो त कहिले पनि हुँदैन। सोच मात्रै हो। तर हामी चाह्यो भने हामी पटनासम्म लिन सक्छौँ, तर उनी हाम्रो नेपाललाई बिहारमा गर्न सक्दैन। यो त मलाई थाहा छ। तर हकिकत कुरो जो हो त्यही गर्नुपर्छ। झुटो कुरो गर्नु पर्दैन। झुटो कुरो पछि पनि लाग्नु पर्दैन। किनकि हाम्रो पुर्खैदेखि, हाम्रो पहिला राजैदेखि यसो भएछ, चलन त गरिएछ। अब हेरौँ, अहिले झुटा कुरा फैलाइरहेछ मान्छेहरू कि बालेन शाह प्रधानमन्त्री भएर यो पुरै बिहारै नेपालमा गर्छु भनेर झुटो कुरो फैलाइरहेछ पनि ठिकै छ। अनि भयो भने ठिकै छ, हैन? भए पनि ठिकै छ। तर यो झगडा लगाउने काम यो राम्रो होइन। झगडा लगाउने काम राम्रो होइन।